रामोत गिलियड। सिंहासनमा आहाब र योसापात बसेका झुटा अगमवक्ताहरू विजयको गान गाउँदै, तर मिकायाले भन्यो रणभूमिमा हुनेछ अभिशाप। राजाले डिस्गाइज गरे पनि एक साधारण तीरले पायो घात। सामरियाको रथमा उनको रगत बग्यो। दैववाणीको सत्यता यसरी नै पूरा भयो। सिरिया र इस्रायल बीच 3 वर्ष शान्ति रह्यो। न कुनै युद्ध न कुनै ठुलो कोलाहल भयो। त्यो शान्त समय एक गहिरो प्रतीक्षा जस्तै आगामी युद्धको मौन तयारी झैं। मिकायालाई बोलाएर ल्याउनलाई गएको समाचारवाहकले तिनलाई भन्यो, हेर्नुहोस्, अरू अगमवक्ताहरूले त एकै मत भएर राजालाई सफलताको अगमवाणी कहिरहेछन्। तपाईको वचन पनि तिनीहरूको वचनसितै सहमत भएको होस्। राम्रो कुरा भन्नुहोस्। केनानाका छोरा सिदकियाले फलामका सिंहहरू बनाए अनि भने, यिनैले हानेर आहाबले रामोत गिलदलाई नाश गर्नेछन्। तब मिकायाले जवाफ दिए, मैले त सबै इस्राएललाई गोठाला नभएका भेडाहरू झै तितर बितर भएका देखेँ। र परमप्रभुले यसो भन्नुभयो, यी मानिसहरूका मालिक छैनन्। हरेक शान्तिसित घर जाओस्। ओहो रामोत गिलाद। परमप्रभुको नाउँमा साँचो कुरा मात्र भन्नु, अरू म तिमीलाई कतिपल्ट शपथ खान लगाऊ? तिनले मेरो निम्ति खराब बाहेक अगमवाणी कहँदैनन् भनी के मैले तपाईँलाई भनेको थिइनँ र? यसै कारण परमप्रभुको यो वचन सुन्नुहोस्। स्वर्गका आफ्ना सबै सेना आफ्नो सिंहासनमा विराजमान भएको देखेँ। अनि परमप्रभुले भन्नुभयो, रामोत गिलादमाथि आक्रमण गरेर त्यहाँ त्यो मारिनलाई कसले आहा बहकाउनेछ? जा, गएर त्यसै गर। सबै मानिसले मेरो कुरामा राम्ररी ध्यान देऊ। तब केनानाका छोरा सिदकिया माथि आएर मिकायाको मुखमा थप्पड दिए र तिनलाई भने, परमप्रभुका आत्मा मबाट तिमीसँग बोल्नलाई जानुभयो त? मिकायाले जवाफ दिए, यी अगमवक्ताका मुखमा झुटो आत्मा हालिदिनु भयो। परमप्रभुले तपाईका सर्वनाशको उर्दी दिइसक्नुभयो। मबाट आत्मा कुन बाटो गयो भित्री कोठामा थाहा पाउनेछौ। मलाई कैदखानामा राख र रोटी र पानी बाहेक अरू केही नदेऊ। यदि तपाईँ कुशल साथ फर्किआउनु भयो भने मद्वारा बोल्नु भएको होइन। सबै मानिसले मेरो कुरामा राम्ररी ध्यान देऊ। मिकायाले जवाफ दिए, भित्री कोठामा लुक्न गएको दिन पो तिमीले थाहा पाउने छौ। मिकायाले जवाफ दिए, त्यो त तिमी आफै भित्री कोठामा लुक्न गएको दिन पो तिमीले थाहा पाउने छौ। रामोत गिलादको युद्धमा आहाब र यहोसापातको भेट भयो। 400 अगमवक्ताले जितको भविष्यवाणी गरे, तर मिकायाले परमप्रभुको सत्य सुनाए। राजाले भेष बदले, तर तीरले बिध्यो। रगत रथमा बग्यो, सामरियामा धोइयो। बालको पूजा गर्ने कुलको अन्त भयो। परमप्रभुको वचन अटल रहन्छ। हो सिंहासनमाथि राजा राजकीय पोशाकमा झुटो विजयको अगमवाणी चारैतिर गुन्जियो। तर मिकाया बोले जीवित परमप्रभुको नाउँमा। उहाँले भन्नु
भए झै म त्यही बोल्ने छु। सिंहासनमाथि दुई राजा युद्धको तयारीमा, चाप्लुस अगमवाणीहरू विजयको झुटो आशामा। तर मिकाया बोले, मैले परम प्रभुलाई देखे। इस्राएलका भेडाहरू गोठाला विहीन छरिएका छन्, भित्री कोठामा लुक्ने दिन आउँदैछ। रामोत गिलादको युद्धमा आहाब र यहोसापातको भेट भयो। 400 अगमवक्ताले जितको भविष्यवाणी गरे, तर मिकायाले परमप्रभुको सत्य सुनाए। राजाले भेष बदले, तर तीरले बिध्यो। रगत रथमा बग्यो, सामरियामा धोइयो। बालको पूजा गर्ने कुलको अन्त भयो। परमप्रभुको वचन अटल रहन्छ। जथाभावी तानेको एउटा धनुष, कवचको जोर्नीमा लाग्यो त्यो काँड। राजाको रगत बगिरह्यो रथमा, साँझमा राजा मरे युद्ध भयो। सामरियाको तलाउमा रथ धोइयो, कुकुरहरूले चाटे दैववाणी पुरा भयो।